नमस्कार साथीहरु, हाम्रो च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको भिडियोमा हामी आज तुलसीको दल राख्ने साइत, यसको धार्मिक महत्त्व र किन तुलसीको दल विशेष मानिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ। हिन्दू धर्म तुलसीलाई अत्यन्तै पवित्र बिरुवा मानिन्छ। तुलसीलाई भगवान विष्णुको प्रिय मानिने भएकाले पूजा पाठ र व्रत तथा विभिन्न धार्मिक कार्यक्रमहरूमा तुलसीको दल चढाउने परम्परा रहेको छ। धार्मिक मान्यता अनुसार शुभ साइत तुलसीको दल राख्दा पूजा अझ फलदायी हुने विश्वास गरिन्छ। विशेष गरी भगवान विष्णु, कृष्ण तथा नारायणको पूजा तुलसीको दल अनिवार्य मानिन्छ। तुलसीको दल राख्नु अघि स्नान गरी शुद्ध भएर पूजा स्थान सफा राख्नुपर्छ। त्यसपछि भगवानलाई तुलसीको दल अर्पण गर्नु सुख शान्ति र समृद्धिको कामना गर्न सकिन्छ। धार्मिक ग्रन्थमा तुलसीको महत्त्व धेरै उल्लेख गरिएको छ। तुलसीले घरमा सकारात्मक ऊर्जा ल्याउने र वातावरणलाई पवित्र बनाउने विश्वास गरिन्छ। यदि तपाईँ पनि आज तुलसीको दल राख्दै हुनुहुन्छ भने आफ्नो परिवार सुख शान्ति र समृद्धिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्नुहोस्। यस्तै धार्मिक तथा उपयोगी जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भिडियो मन परे लाइक शेयर पनि गर्नुहोस्। धन्यवाद।